यो चाहिँ हामी गाउँघरतिर हिँडेको त फुटबल खेल्नको लागि हिँडेको सानो भ्लग बनाएको मैले चाहिँ भ्लगको साथै भाइहरूको हिजो चाहिँ अब कुरा सुनौँ है त अब हाम्रो गाउँतिर फुटबल खेल्न देखिने भ्यूहरू पनि हेरिहालौँ भ्यूहरू चाहिँ यस्तो देख्छ है दामी ल हामी चाहिँ हतार भएर अब ढिला पुगेर चाँडो ग्राउन्डमा जाँदैछौँ जर्सी लगाएर हेर्नु भाइले अब बिस्तारै खेल्नुपर्ने बिचरा अब फिटी बलमा यहाँ बल हान्न आएको कि मान्छे हान्नेको ल हेर्नु नि ल बल भुत्तिर हेर नि हान्नको लौ यो बल लगायो भए त यो बल चाहिँ होइन मान्छे लगायो चाहिँ फुत्रै हुन्थ्यो म होइन अरू गाउँतिर चाहिँ यस्तै हुन्छ है ग्राउन्ड जस्तो सुयो भयो नि अब पानी सानी हिलो धेरै हुन्छ होइन यो चाहिँ मैले खास पोस्टमा हानेको होइन यो चाहिँ मैले पास दिएको दाइलाई होइन दाइले भेट्नु भएन भन्दा पनि अब मैले धेरै माथि हानेछु यो चाहिँ हाम्रो नेक्स्ट म्याच है साथीहरू सेमिफाइनल गेम हो सेमिफाइनलमा मैले पाएको फ्री किक त्यो फ्री किक चाहिँ राम्रोसँग सदुपयोग गरौँ भनेको होइन सक्दो जसले नि खेलाडीले गोलै हान्नु खोज्छ अनि चाहिँ मैले गोलै हान्न ट्राई गरेको तर अलि के मिलेन होइन रोनाल्डो फ्यान भयो नि मेसी स्टाइलमा हान्दै चाहिँ मैले फ्री किक चाहिँ हेर्ने मेरो फ्री किक कस्तो जाँदो रहेछ हेर्नु त ले माथि गयो होइन अलिकति माथि गयो र यो चाहिँ हाम्रो फाइनल गेम हो होइन फाइनल गेममा चाहिँ हामी एक गोलले जितेको थियौँ तर यो गोल हानेको भिडियो चाहिँ देखाउन पाइएन किनकि गोल हामीले गोल थ्रोबाट गरेको थियौँ र यो चाहिँ अघि 13 नम्बर अहिले 5 नम्बर कसरी भयो भन्नु होला यो चाहिँ अब जर्सी सफा थियो र यो लगाएको हिलो भाजिसकेको थियो धुलो सुकेको थिएन राम्रो छ त्यही भएर ल र यहाँ हेर्ने यहाँ चाहिँ पास कस्तो निकालेको छ मैले हेर्नु ल राम्रो स्ट्राइकर भएको थियो गोल हुन्थ्यो बिचरा दाइ भेटरान भएर अहिले भेट्नु भएन जित्ने साथ चाहिँ अब लाग्यो धेरै बस्नु भएन अब लाग्यो आफ्नो गाउँघरतिर खसी बोकेर खानलाई है त अब भोक लाएर पानी र चौचो खाँदै हिँडेको के हेर्नु गाउँघरतिर यस्तै छ खासा राम्रो पाइन्न होइन ल यो चाहिँ हाम्रो खसी बनाइसकेपछि काकाहरूलाई दसैँ भन्दा नि खसी कप नखाने भन्दा ल खसी पनि खाइसक्यो होइन खसीको साथसाथै अब मेरो भ्लग पनि यति है त।